हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। त आजको भिडियोमा चाहिँ हामी चाहिँ टक्क दोलखा जिल्लाको 1 नम्बरबाट जिरी नगरपालिका वार्ड नम्बर 1मा रहेको चाहिँ इस्टर्न पार्कमा जाँदैछौँ। सो हाम्रो केटाहरू चाहिँ अगाडि रेडी भएर निस्किसकेका छन् होइन, निस्किँदैछन् जस रेडी हुँदैछन्। मलाई पनि रेडी हुनु है भनेर भन्दैछन्। अब ट्याक्कसँग आज हामी चाहिँ न्यु इयर स्पेसल हामी चाहिँ ट्याक्क इस्टर्न पार्क घुम्न जाँदैछौँ। कस्तो छ इस्टर्न पार्क है त, ट्याक्क एकछिन अब लुगासुगा लाउनुपर्छ अनि जानुपर्छ ढ्याक 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 है त। अब कस्तो छ भिडियो तपाईँलाई हामी इन्जोय गराउँछौँ है त। ल खै टोली निस्किया हो हामी अलिकति पल्लोपट्टि यहाँ उसमा यहाँ त्यो खाना राख्नु बुढा आउनु कहाँनिर? अफरोड सकेर ढलान गरिराखेको ठाउँमा ए ल ल ल सो केटाहरू चाहिँ गइसकेका छन् अगाडि। आजको यात्रा चाहिँ केटाहरूको यात्रा चाहिँ जिरीबाट छ्याक्कै रामेछाप हुँदै दोलखामा पुनः फर्केर चाहिँ इस्टर्न पार्कसम्म चाहिँ जाँदैछौँ नयाँ वर्षमा घुमघाम गर्ने प्लानमा। केटाहरू अगाडि गइसकेका छन् रे, हामी हिँड्दैछौँ। जिरी नगरपालिका 1 नम्बर पर्छ त्यहाँ जानलाई चाहिँ दोलखाबाट रामेछाप जिल्ला भएर पुनः दोलखा फर्केर आउनुपर्ने हुन्छ इस्टर्न पार्क। रेनकोटहरू केही ल्याएन? एउटा ल्याउनु पर्छ नि। त्यहाँ थियो नि त, हाकिमसँग थियो होला नि। रेनकोट भयो चाहिँ अब पानी पऱ्यो पनि अलिकति पाटपुट हुन्छ नि त। ल सो हामी चाहिँ केटाहरू अब 3जना ट्याक्क अगाडि बढ्दैछौँ इस्टर्न पार्कको लागि। यो चाहिँ हामी तलपट्टि देखिरहेको जिरीको एयरपोर्ट हो। यो चाहिँ जुन एयरपोर्टको नाममा मात्रै सीमित छ। यहाँहरू प्लेनहरू चाहिँ अहिले छैन त्यस्तो। गाईहरू चर्नलाई चाहिँ गौचरण चाहिँ भएको छ। केटाहरूलाई गेम खेल्नलाई चाहिँ हुन्छ। यो त्यस्तोहरू जहाजहरू आउने जाने भन्ने कुरो छैन। सञ्चालन नभएदेखि चाहिँ यहाँ क्षेत्रमा चाहिँ खैरेहरूको आवाज चहल पहल बढ्थ्यो, त्यस्तो हुन्थ्यो। अहिले चाहिँ छैन त्यो चाहिँ। हामी अगाडि कुने भएर अगाडि बढ्दैछौँ। कुने पुग्छौँ, त्यहाँबाट सिधै अगाडि हामी जाँदैछौँ। फेरि रामेछाप भएर पुनः फर्केर दोलखा आउँदैछौँ हामी। हाम्रो दोलखाको अन्तिम बिन्दु हो यो। हामीले यो खोला तरे पश्चात हामी रामेछाप पुग्छौँ। यो जिरी नगरपालिका नै पर्छ। यो जिरी बजारबाट करिब 13 किलोमिटर अगाडि चाहिँ हो यो ठाउँ। शिवरानी भन्छ। सानो एउटा खोलाको छेउमा बजार छ यहाँ। यो शिवरानीको यो नदी तरे पश्चात हामी चाहिँ रामेछापमा पुग्छौँ। यो चाहिँ खोला चाहिँ सानो छ अहिले। यहाँ खिम्ती खोला भन्छ। हामी यहाँबाट चाहिँ इस्टर्न पार्क भन्ने चाहिँ यता लेफ्ट जानुपर्ने हुन्छ। राइट जाँदाखेरि चाहिँ हामी मन्थली पुग्ने हुन्छौँ। जिरी नगरपालिका वार्ड नम्बर 1 चाहिँ हो त्यो। यहाँबाट 14 किलोमिटर अगाडि रहेछ। हामी त्यही 14 किलोमिटरको बाटो। अब चाहिँ हामीसँग पिच बाटो छैन, अफरोड भएर हिँड्नेछौँ। यो ढुङ्गा ओछ्याएको एकदम सानो सानो ढुङ्गा ओछ्याएर राम्रो बाटो भएको चाहिँ यो चाहिँ कुन चाहिँ विदेशीले चाहिँ गरिदिएको हो भन्ने चाहिँ सुन्न आएको थियो। यो सोलिङ चाहिँ अहिले चाहिँ बिग्रेको छ। अब चाहिँ हाम्रो बाटो पिच बाटो छैन। दोलखामा हुँदा चाहिँ पिच बाटो थियो। अब हामी रामेछापको सिमानामा प्रवेश गरे पश्चात यहाँ बाटो पिच छैन। हामी यस्तै बाटोहरू अगाडि बढ्दैछौँ। यहाँबाट 14 किलोमिटर जति भनेपछि 13 किलोमिटर जिरी र 14 किलोमिटर भने 27 किलोमिटर चाहिँ रहेछ जिरी बजारबाट हाम्रो त्यो इस्टर्न पार्क चाहिँ। हामी 3जना चाहिँ छौँ अहिले अगाडि बढ्दैछौँ इस्टर्न पार्कको लागि है त।
ओके हामी चाहिँ रामेछापको ठोसे बजारमा चाहिँ पुगेका छौँ। यो चाहिँ ठोसे बजार, यो यहाँको एकदम पुरानो बजार रहेको छ यहाँ रामेछापको। यहाँ चाहिँ म्युजियमहरू पनि छ क्यारे, यहाँ ठोसे म्युजियम प्रहरी चौकी भनेर आएको छ, सम्भवतः हुनुपर्छ। यहाँको एकदम पुरानो बजार, ठोसेको पुरानो व्यापारिक बजार हो। यहाँ छेउछाउको आसपासको व्यक्तिहरू यतै व्यवसाय गरेर बस्ने गरेको पाइन्छ। यहाँनिर साथीहरूको हावा हाल्नुपर्ने भयो। गठबन्धन फुट्यो त। गोकुलगङ्गा गाउँपालिका 2 नम्बर वडा ठोसे बजार, ठोसे बजार ढुङ्गेश्वरी मेकानिकल वर्कसप। यहाँ चाहिँ एउटा राष्ट्रिय वाणिज्य ब्याङ्क र लघु वित्तहरू चाहिँ छन् यहाँ। अनि सहकारी संस्थाहरूले चाहिँ कारोबार गर्छ यहाँ चाहिँ, आर्थिक कारोबारको लागि चाहिँ। हामी चाहिँ ठोसेबाट नि अगाडि जाँदैछौँ। अब यहाँबाट हामी केही अगाडि शिवालय पुग्छौँ र शिवालयबाट पुनः हामी अगाडि इस्टर्न पार्क, जुन गर्जाङ ढुङ्गा भएर भन्छ, त्यता जाँदैछौँ। हो सर नमस्कार। 17वटा त्यहाँ त 1 हप्ता। हजुर सो गाइज, यो चाहिँ शिवालय बजार। हामी चाहिँ अब रामेछाप जिल्लाको शिवालय बजार पुगेका छौँ। अब यहाँबाट हामी केही अगाडि चाहिँ पुनः हिँड्नुपर्ने हुन्छ इस्टर्न पार्कको लागि। शिवालय प्रहरी चौकी। गौरीशङ्कर संरक्षण क्षेत्र। यो बाटो चाहिँ राइट जाँदा चाहिँ हामी बाम्ती भण्डार देउराली भएर जानुपर्छ, अनि हामी चाहिँ सिधै जानुपर्छ इस्टर्न पार्क। अब 6 किलोमिटर जति अगाडि रहेछ। हामी 6 किलोमिटरको यात्रा पुनः अफ रोडबाट तय गर्दैछौँ। आकाशमा बादल मडारिरहेको छ, हामी अगाडि बढ्दैछौँ। छेउैमा बगिरहेको छ खिम्ती खोला। हामी खिम्ती खोलाको तिरैतिर भएर अगाडि बढ्दैछौँ। 6 किलोमिटरको यात्रा हामीले पुनः तय गर्नुपर्नेछ। शिवालयबाट अलि अगाडि यात्राको क्रममा एउटा रमाइलो चौरी रहन्छ। ओके, हामी चाहिँ फाइनली गर्जाङ पुगिसकेका छौँ। यो चाहिँ गर्जाङ ढुङ्गा पनि भन्छ, यसलाई गर्जाङ पनि भन्छ। यहाँनिर चाहिँ एउटा सानो बजार रहेको छ र एउटा हाइड्रो पनि छ यहाँ छेउमा। हामी त्यो ठाउँमा चाहिँ अहिले पछि जानेछौँ। अहिले चाहिँ हामी ठ्याक्कै यो गर्जाङ, यो चाहिँ बजार नै पऱ्यो। यहाँबाट इस्टर्न पार्कको लागि लेफ्ट जानुपर्छ। राइट जाँदाखेरि अलि माथि सानो बस्तीहरू चाहिँ त्यता जाने हो। उपारि देखिरहेको चाहिँ इस्टर्न पार्क नै हो। हामी अलिकति बाटो अफ रोड छ होइन, यहाँबाट बिस्तारै अब चढ्दैछौँ। निस्किँदैछौँ है त।
ओके हामी चाहिँ अब गर्जाङबाट वारि पुम्पा यो चाहिँ पुम्पा बजार हो इस्टर्न पार्क चाहिँ यता नै हो यहाँ चाहिँ अलिकति मान्छेहरूको चहल पहल चाहिँ रहेछ आज सम्भवतः मान्छेहरू हुनुहुन्छ क्यार बाइकहरू पनि छ बोलेरोहरू पनि आएको रहेछ यो बाटो हामी अलिकति भित्र जानुपर्छ इस्टर्न पार्कको लागि होइन पुम्पा बजार हामी जाँदैछौँ अगाडि ल यहाँ अगाडि के छ टिकटहरू काट्नुपर्छ होला के छ ठ्याक्कैसँग हामी गइरहेको गेटबाट भित्र चाहिँ बाइक लान पोसिबल रहेनछ हामी यतै मिलाएर पार्किङ हानेर गइदिनुपर्छ अब सो हामी चाहिँ अब ठ्याक्कै यहाँ है इस्टर्न पार्क पुगिसक्यौँ जम्बो टोली यो पछाडि जम्बो टोली जम्बो टोली एकजना चाहिँ हाम्रो एउटा टोली चाहिँ हाम्रो छुटेर उता गएको छ हनुमन्ते हनुमन्ते अर्को टोली चाहिँ यहाँ अर्को मन्ते हामी चाहिँ अगाडि बढ्दैछौँ कस्तो छ इस्टर्न पार्क है ए भाइ यहाँ यहाँ चाहिँ इस्टर्न पार्कभित्र नै जिरी नगरपालिका वार्ड नम्बर 1 को कार्यालय चाहिँ यहाँ रहेछ आज पनि कार्यालय खुल्ला छ के जिरी नगरपालिका वार्ड नम्बर 1 को कार्यालय हामी चाहिँ इस्टर्न पार्क जम्बो टोलीमा 4 जना अगाडि बढ्दैछौँ दुईटाहरू पोट खेल्दैछ उहाँ अरू सकेर आउँछ बाँकी चाहिँ यहाँ चाहिँ टिकट पनि लाग्दो रहेछ यस्तो रहेछ यहाँको टिकट तपाईँहरू यहाँ आउँदाखेरि यो ठाउँमा आएर यो डाँडामा चाहिँ घुम्न चाहिँ फ्रीमा चाहिँ पाइँदो रहेछ यस्तो यसरी उठाएको कर पनि नेपाल सरकारले कहाँ लगाउँछ थाहा छैन फेरि यो चाहिँ जनताले त तिरे खान् तर यो कहाँ रहन्छ कति पैसा रहेछ 4 जनाको 80 यो जना नि 20 रुपियाँ रहेछ टिकट जमटोली जिरी नगरपालिका बागमती बजारमा जुन त ओडाले त चलाउने होला नि यो पैसा यहाँ चाहिँ एउटा स्विमिङ पुल छ हेरौँ न शौचालयहरू चाहिँ छ यहाँ पानी चाहिँ पर्ला आएको भइसक्यो यहाँ एकदम बादल मडारिएर यहाँ चाहिँ व्यापकताका साथ देखिसक्यो हामी चाहिँ भर्खर पुग्यौँ नि हामी पुग्न ढिलो भएको छ पानी परेर चाहिँ बादल चाहिँ कालो नै छ पानी परेर जस अलिकति कम भएपछि हामी अलिकति घुम्न थालेका छौँ यहाँ नजिकै रेम्पोछेको मूर्ति घुम्यौँ र अब यहाँनिर चाहिँ एउटा शिवजीको एउटा मूर्ति रहेछ मान्छेहरू पानी परेको भएर चहल पहल त जस्ताको टहरातिर बसिरहेका छन् हामी चाहिँ बिस्तारै अलिअलि पानी झर्दैछ हामी घुम्दैछौँ टोलीहरू यता छ हाम्रो मरिनको बगरलाई बनायो भने योभन्दा राम्रो पार्क हुन्छ यार समझ रहे हो ना बनाउनु गएर मरिन पार्क भनौँ सो हाम्रो अर्को सरले अर्को इस्टर्न पार्क कहाँ रे कहाँ बनाउने रे मरिन खोलामा मरिन पार्क बनाउने हाम्रो चाहिँ
प्रकाश घिमिरे विश्वकर्माले मरिङ खोलातिर पनि स्टोन पार्क बनाउनु भइसक्यो आउँछ यसैको छेउमा चाहिँ यहाँ हाइड्रो यहाँ अनि अर्को यहाँ अर्को पिकनिक पनि रहेछ खसी भुत्लाउँदै रहन् यहाँ टोलीहरू हामी पानी पऱ्यो त्यही गरेर ओत्लाइन त होला नि अब खै आके नाचे खै नाचे यता रहेछ होइन यता पनि रहेछ तर यो शौचालय यहाँ राखेर पनि केही काम नै रहन्छ यहाँ खै मान्छे आउँदाखेरि ढोका लाएर छ के हो कहाँ जाने के गर्ने भन्ने रहेछ यो चाहिँ अलिक व्यवस्थित हुनुपर्ने हो यहाँको सम्बन्धित निकायको ध्यान जाओस् अब उहाँ हाम्रो प्रकाश सरले त उतातिर अर्को स्ट्यान्ड पार्क खोल्यो भने त व्यवस्थित बनाउने होइन सही हो मरिम डाइभर्सन मर्ने खोलामा चाहिँ उसले राम्रै बनाउँछ ऊ एम्बुलेन्स आएछ माथि यहाँको ठाउँहरू हामी घुमेर यहाँ वरपरको परिवेशहरू सामान्यतया बुझेर हामी एकैछिन चाहिँ यहाँ रेस्ट गर्ने कुरो भयो त्यसपछि पुनः हामी चाहिँ एकछिन एक राउन्ड घुमेर त्यसपछि हामी चाहिँ मान्छेको माहौल घट्दैछ हामी फर्किन्छ होला सो हामी चाहिँ भित्रबाट अब निस्क्यौँ यहाँ अब निस्किए पश्चात हामी चाहिँ बाहिर चिया खाने कुरो भयो चिया खान जाने कुरो भयो चिया खाएर अनि हामी चाहिँ ट्याक्कसँग बिस्तारै हामी घर निस्किनुपर्छ यहीँ कालीदिलाई कता देखाउनु खै कता 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 होटलहरू छैन यहाँ कहाँ यो यहाँ छ नि त दाल सर होटल होला नि यहाँ के छ आइसक्रिम खाँदैछ नि त यहाँ ए यहाँ छ नि त होटल एन्ड लज यहाँ बन्छ होला नि कालै हो नि हामी चल्दैन कहाँ सेतो